नमस्कार साथीहरू, यहाँहरू सबैलाई स्वागत छ। आज म तपाईहरूलाई अन्टार्कटिका महादेशको रहस्यमय बरफमुनिको रहस्यमय इतिहासको विषयमा भिडियो तयार पार्न गइरहेको छु। भिडियो अन्तसम्म हेर्नुहोला र भिडियो मन परेमा लाइक, शेयर र कमेन्ट गर्न नभुल्नुहोला र यस्तै अन्य प्रकारका रोचक भिडियोहरू हेर्नका लागि मेरो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। आज हामी तपाईहरूलाई भिडियो तयार गर्न गइरहेका छौँ अन्टार्कटिका महादेश, जुन बरफ मुनिको महादेश पनि भनिन्छ। बरफ मुनिको रहस्यहरू छ। तपाईलाई थाहा छ, पृथ्वीमा एउटा यस्तो महादेश छ जहाँ सूर्योदय वर्षमा केवल एकचोटि मात्र हुन्छ, जहाँ करोडौं वर्ष पुराना रहस्यहरू बरफ मुनि थुनिएका छन्। त्यो हो अन्टार्कटिका महादेश। आज हामी जान्नेछौँ अन्टार्कटिकाका त्यस्ता रहस्यहरू जुन तपाईलाई चकित बनाउनेछ। अन्टार्कटिका पृथ्वीको दक्षिणी ध्रुवमा अवस्थित एक विशाल बरफले ढाकिएको महादेश हो, जहाँ यसको 98% भाग वर्षभरि बरफले ढाकिएको हुन्छ। यहाँ कुनै स्थायी मानव बस्ती छैन, तर वैज्ञानिकहरू अनुसन्धान गर्न यहाँ पुग्ने गर्छन्। हरियाली त सम्झिने मात्र हो, के तपाईलाई विश्वास लाग्छ अन्टार्कटिका कुनै समय हरियाली जङ्गलले भरिएको थियो? करोडौं वर्ष अघि यहाँ वनस्पति, नदी र सम्भवतः जनावरहरू पनि थिए। बरफमुनि पाइएका जीवाश्म र माटोको संरचनाले यो पुष्टि गर्छ। अन्टार्कटिकाको गहिरो बरफमुनि रहेको लेक भोस्टोक जस्तो तालमा सूर्यको किरण कहिल्यै पुग्दैन, तर पनि त्यहाँ जीवाणु पाइएका छन्। इतिहासका पाना पल्टाएर हेर्दा अन्वेषण गर्ने वैज्ञानिकहरूले त्यहाँ जीवाणुहरू भेट्टाएका छन्, वनस्पतिहरू भेट्टाएका छन्। यसले वैज्ञानिकहरूलाई पृथ्वी बाहिर जीवनको सम्भावनामा पनि आशा जगाएको छ। जब अन्टार्कटिका महादेशमा पुगेका वैज्ञानिकहरूले अन्वेषण गर्न थाल्छन्, तब वैज्ञानिकहरूलाई पृथ्वी बाहिर जीवनको सम्भावना पनि छ भन्ने एउटा आशा जागेर आउँछ। त्यसैले त आज पनि हामीले पृथ्वीभन्दा बाहिरका ग्रहहरूमा पनि केही गर्न सकिन्छ कि, त्यहाँ पनि केही भेटिन्छ कि भनेर वैज्ञानिकहरू दिनरात अनुसन्धानमा खटिरहेका छन्। सन् 1940-50 तिरदेखि केही रिपोर्टहरू आउँदैछन् कि अन्टार्कटिकामा एलियनहरूका युएफओ देखिएका छन्। कसैले त भन्छन् नाजीहरूले दोस्रो विश्वयुद्धपछि अन्टार्कटिकामा गुप्त सैन्य अड्डा बनाएका थिए। सैटेलाइट तस्बिरहरूमा पिरामिड जस्ता आकृतिहरू देखाएपछि यो अझ रहस्यमय हुँदै बनेको छ, रहस्यमय हुँदै गएको छ। अन्टार्कटिकाको बरफ छिट्टै पग्लिँदैछ। वायुमण्डलमा भइरहेको प्रदूषण लगायतका जलवायु परिवर्तनका असरले गर्दा अन्टार्कटिकाको बरफ छिट्टै पग्लेर अन्य महादेश जस्तो हुँदैछ। यो जलवायु परिवर्तनले देखिएको असर हो। यदि यो दरमा बरफ पग्लिरह्यो भने समुद्र सतह 20 देखि 30 फिटसम्म बढ्न सक्छ। 20 देखि 30 फिटसम्म समुद्र सतह बढ्दै गर्दा धेरै वस्तुहरू डुबान हुन सक्ने, तटीय सहरहरूलाई डुबाउने खतरा हुन सक्छ। जति पनि समुद्री किनारमा रहेका सहरहरू छन्, ती सहरहरूमा ठुलो हानि पुर्याउन सक्ने देखिन्छ। लन्डन लगायतका एउटा समुद्रको तटमा रहेका जति पनि सहरहरू छन्, समुद्रभित्र रहेका मालदिव जस्ता टापुहरूले बनेका देशहरू छन्, ती देशहरूलाई ठुलो असर पार्न सक्ने चेतावनी वैज्ञानिकहरूले दिइसकेका छन्। अन्टार्कटिकाको सबैभन्दा अद्भुत पक्ष भनेको यसमा कुनै पनि देशको अधिकार छैन। अन्टार्कटिका एउटा छुट्टै महादेश हो। 1959 मा भएको अन्टार्कटिक ट्रिटी अनुसार यो केवल शान्तिपूर्ण वैज्ञानिक अनुसन्धानको लागि सुरक्षित राखिएको क्षेत्र हो। यो क्षेत्रमा जुनसुकै देशका वैज्ञानिकहरू गएर अन्वेषण गर्न सक्छन्, खोज तलास गर्न सक्छन्। र अन्टार्कटिका रहस्यमय छ, चिसो छ, तर अत्यन्तै महत्त्वपूर्ण पनि छ। यसले पृथ्वीको अतीत, वर्तमान र भविष्य तीनवटै कुरा बताउँछ। हामीले यसलाई बुझ्न, जोगाउन र अनुसन्धान गर्न अझ गहिरो प्रयास गर्न आवश्यक छ। यदि तपाईहरूलाई यस्तै रोचक विज्ञान र रहस्यमय मनपर्छ भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। अबको एपिसोडमा हामी अर्को अनौठो रहस्य लिएर फर्किने नै छौँ।
अन्तिमसम्म भिडियो र साथ दिनुभएकोमा तपाईँहरू सबैलाई धन्यवाद।